गर्छौं सम्मान, तटस्थ छौं, सत्य बोल्छौं, प्रष्ट छ विचार। यो नेपाली रेडियो, नेपाली आवाज। रेडियो सगरमाथा FM 102.4। रेडियो सगरमाथा FM 102.4। नमस्कार, कार्यक्रम न्याय चौतारीमा तपाईलाई स्वागत छ। म उर्वशी बस्न्यात र म दीपक रियाल। महिला कानून र विकास मञ्च FWLD को सहकार्यमा रेडियो सगरमाथाले उत्पादन गरेको कार्यक्रम न्याय चौतारी तपाईँ रेडियो सगरमाथा FM 102.4 मेगाहर्जमा हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ भने रेडियो सगरमाथाको फेसबुक पेज मार्फत पनि यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ। कार्यक्रमको 5औं अङ्कमा आज हामी बालबालिकामा हुने हिंसा, कानुनी उपचार, न्याय प्रक्रियाका बारेमा छलफलसँगै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 का बारेमा जानकारी दिन्छौं। यसैगरी यिनै विषयमा कुराकानी गर्नका लागि आज हामीसँग राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी ढकाल र अधिवक्ता विष्णु बसाल हुनुहुन्छ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानको मार्गदर्शन अनुसार बालबालिका सम्बन्धी ऐन 2075 र बालबालिका सम्बन्धी नियमावली 2078 समेत जारी भएको छ, जसले बालबालिकाको नैसर्गिक अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनमा जोड दिएको छ। संविधानको धारा 39 उपधारा 6 मा बालबालिकामाथि दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने उल्लेख छ। बालबालिकामाथि हुने हिंसालाई कानूनले निषेध गरे तापनि व्यावहारिक रूपमा बालबालिकामाथि हुने हिंसा रोकिएको छैन। आज हामी न्याय चौतारीमा यही सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्छौं। कार्यक्रमको सुरुवातमा यही सन्दर्भमा कुराकानी गर्नको लागि यति बेला हामीसँग हुनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी ढकाल। सुनौ उहाँसँगको यो कुराकानी। सदस्य सचिवज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। नमस्कार। यो बालबालिका माथि चाहिँ कस्तो खालको हिंसा हुने गरेको छ? अब यो बालबालिकाको हिंसा र दुर्व्यवहार भन्ने पृथक पृथक चाहिँ टाइटलहरू छन् हैन। त्यस कारणले बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 को उपदफा 2 मा करिब 4 दर्जन जति कार्यहरू बालबालिका विरुद्धको हिंसा गरेको मानिने गरी परिभाषित गरिएको छ। अहिले मैले तपाईलाई छोटकरीमा जसमध्ये बालबालिका विरुद्ध हुने मुख्य हिंसाहरू चाहिँ बाल विवाह गराउने वा गर्ने तयार गर्ने, अनि अनलाइन दुर्व्यवहार गर्ने, शारीरिक तथा मानसिक दण्ड सजाय दिने वा अमर्यादित व्यवहार गर्ने, जस्तै अब विद्यालयहरूमा, अब रेस्टुरेन्टहरूमा त्यस्ता चाहिँ क्रियाकलापहरू आउँछ। विभेद गर्ने वा हेला गर्ने वा उपेक्षा गर्ने कार्यहरू त्यसमा पर्छन्। कसुरजन्य कार्य गर्न सिकाउने वा त्यस्तो कार्यमा लगाउने, जस्तै लागु औषधि ओसार पसारका कामहरूमा बालबालिकाहरूलाई चाहिँ प्रयोग गर्न सक्छन्, माग्न लगाउने, सिजनल रूपमा सडक तथा बाटोघाटोमा चाहिँ देखिन्छ बालबालिकाहरू। र त्यस्तै गरेर राजनीतिक वा निहित स्वार्थपूर्तिका लागि चाहिँ प्रयोग गरेको पाइन्छ। यिनलाई चाहिँ बालबालिकामा हुने हिंसाको रूपमा चाहिँ हामीले लिन्छौँ। अब यो हिंसालाई यसरी यो रूपमा हामीले वर्णन गरिरहँदाखेरि बढी मात्रामा चाहिँ कस्तो खालको हिंसा हुने गरेको पाउँछौँ त हामी? अब मैले भने हजुरलाई अघि नै पनि हैन, अहिलेको दिनमा चाहिँ यो अनलाइनबाट पनि धेरै बालबालिकाहरू हिंसामा पर्नु भएको छ हैन। र बालबालिकाहरूलाई चाहिँ फोर्सफुल्ली चाहिँ स्ट्रिटमा चाहिँ माग्न लगाउने यो रूपमा नै अहिले देखिन्छ। र राजनीतिक र निस्वार्थपूर्तिका लागि हिजोकै दिनदेखि हामीले देखिरहेका छौँ नि त, त्यसमा पनि बालबालिकाहरू चाहिँ अहिले प्रयोगमा आइरहेको अवस्था छ हैन। किन यो यस्तो अवस्था आउँछ? हिंसा चाहिँ उनीहरूमा किन हुन्छ बालबालिकामा? वास्तवमा कानुन ऐन कानुनहरू छन्, तर त्यसको कार्यान्वयन चाहिँ अलिकति फितलो भएको अवस्था र बाल अधिकार प्रति बाबुआमादेखि
सर्वसाधारण व्यक्ति तथा राज्यका निकाय र पदाधिकारीहरू चाहिँ अत्यन्तै जिम्मेवार रहनुपर्ने आवश्यकता चाहिँ बोध भएको आभास भइरहेको छ मलाई पनि। र त्यसमा चाहिँ हामी सबै चाहिँ अत्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने जरुरत देखिन्छ। यो संवेदनशीलता अलिकति नपुगेको हो कि भन्ने मलाई चाहिँ आभास भइरहेछ। अब बालबालिका विभिन्न तरिकाले हिंसामा परिरहेको कुरा यहाँले सुरुवातमा नै भनिरहनु भएको छ। यसरी हिंसामा पर्दाखेरि उनीहरूमा चाहिँ कस्तो खालको असरहरू पर्ने गरेको छ? अब हिंसाले चाहिँ बालबालिकाहरूको अवस्था र प्रकृति अनुसार बालबालिकाको जीवनमा मात्रै नभई वयस्कमा पनि चाहिँ शारीरिक, मानसिक र आर्थिक विकासमा एकदमै नकारात्मक असर पर्छ। त्यस कारणले गर्दाखेरि उनीहरूको जब शारीरिक रूपबाट उनीहरू सबल हुँदैनन् र मेन्टल्ली उनीहरू चाहिँ प्रिपेयर हुँदैनन् केही कामको लागि र आर्थिक अवस्थामा पनि उनीहरू कमजोर देखिन्छन् भने अवश्य नै यसले चाहिँ बालबालिकालाई असर पार्छ। अब यसरी हिंसामा परे कहाँ कसरी उजुरी गर्ने? वास्तवमा भन्यो भने बालबालिकालाई एकदम मनोविमर्श गर्ने, राहतको सहयोग गर्ने, जीवन जिउनका लागि दीर्घकालीन स्वरोजगार तथा सिपमूलक चाहिँ व्यवसायमा सहभागी गराएर हामीले अलिकति न्यूनीकरण चाहिँ गर्न सक्छौँ। तत्कालै हिंसामा परे कहाँ उजुरी गर्ने त भन्दा सर्वप्रथम नजिकको नेपाल प्रहरीको कार्यालयमा निशुल्क टेलिफोन नम्बर 100 कल गर्ने, यो एकदमै। र अर्को 18वटा जिल्ला तथा स्थानमा सञ्चालन गरिएको बाल हेल्पलाइन सेवा निशुल्क टेलिफोन नम्बर छ, त्यसको 1098 कल गर्ने। त्यस्तै गरेर राष्ट्रिय महिला आयोगको निशुल्क टेलिफोन नम्बर छ 1145 कल गर्ने। र अर्को 71वटा जिल्ला तथा स्थानमा सञ्चालन गरिएको बालबालिका खोज तलास सेवा निशुल्क टेलिफोन नम्बर छ 104, त्यसमा हामी कल गर्न सक्छौँ। यी मैले उल्लेखित गरेका नम्बरहरूको चाहिँ हामीले जानकारी गराउनु पर्ने हुन्छ। अब यो हिंसा र उजुरीका घटनाहरू चाहिँ कतिको आउने गरेका छन् त यस्ता नम्बरहरूमा? एकदमै आउँछ। जस्तै 104 मा चाहिँ बालबालिका हराए भने त्यहाँ आउँछ होइन। अनि बालबालिका चाहिँ जोखिममा परे, जोखिमको अवस्थामा परे भने 1098 मा चाहिँ फोन आउँछ हाम्रो र हामीले चाहिँ एकदमै इमिडिएट चाहिँ रेस्पोन्स गर्छौँ। 24 घण्टा यी फोनहरू चाहिँ उठ्छ। अब यसरी हिंसा र दुर्व्यवहारमा परेका बालबालिकाको उद्धार र सहयोग चाहिँ कसरी हुन्छ? जब हामीलाई जानकारी हुन्छ त्यसमा नेपाल प्रहरी सम्बन्धित बाल कल्याण अधिकारी भन्ने ऐनमा जुन लेखिएको छ, प्रत्येक स्थानीय पालिकाहरूमा चाहिँ बाल कल्याण अधिकारी हुनुहुन्छ। अब अनि त्यस्तै गरेर बाल हेल्पलाइन सेवा 1098 र यस क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, सङ्घ संस्थाहरू हुनुहुन्छ। त्यसरी एक आपसमा चाहिँ एकदमै युनाइट भएर सबैको सहयोग र समन्वयमा आवश्यक सेवाहरू चाहिँ हामीले प्रदान गरिरहेको अवस्था छ। अहिले राष्ट्रिय बाल अधिकार परिषद चाहिँ बालबालिकाको कुन क्षेत्रमा चाहिँ बढी मात्रामा केन्द्रित गरेर काम गरिरहनु भएको छ? अहिले हामीले चाहिँ अब बालबालिकाको विभिन्न हाम्रो चाहिँ एनसीआरसीको काम भनेको अत्यन्त नै संवेदनशील भएर बालबालिकाको क्षेत्रमा लागिरहेको एउटा विशेषकृत निकाय हो। यसको चाहिँ वास्तवमा कोअर्डिनेटिङ पार्ट, समन्वय गर्ने, विभिन्न स्थानीय बाल अधिकार समिति तथा बाल कल्याण अधिकारीको नेतृत्वमा घटनाहरूको अनुगमन गर्ने, सम्बोधन गर्न आवश्यकता अनुसार समन्वय गर्ने होइन। प्रदेशमा समन्वय अधिकृतहरू हुनुहुन्छ हाम्रो, त्यहाँबाट आएका घटनाहरूलाई सिफारिस गराउने, सहजीकरण र वकालत तथा पैरवी गर्ने एउटा निकाय हो। यो सरकारवाला निकायमा ध्यान आकर्षण गराउने र सहयोगका लागि आवश्यकता अनुसार समन्वयकारी भूमिका निर्वाह गर्नको लागि यो एनसीआरसीको चाहिँ व्यवस्था गरिएको छ। यसरी कार्य गर्दाखेरि चुनौती पनि होला नि, के कस्ता चुनौती देख्नुहुन्छ यहाँ? हामीहरू बीच अत्यन्तै दुःख लाग्दो अवस्थामा भन्नुपर्ने हुन्छ कि एकदम सीमित कर्मचारीहरू छौँ र सीमित स्रोत साधनका बावजुद पनि काम गरिरहेको अवस्था छ। अब यही चाहिँ बालबालिकाहरू दुर्व्यवहारको शिकार बनेका छन् अनि हिंसामा परेका छन्। सम्पूर्ण कुराहरूलाई चाहिँ मध्यनजर गरेर काम गर्नुपर्ने यो संस्थालाई अलिकति स्याडोमा नपारिकन यसलाई अलिकति सबलीकरण गर्ने
जबमा चाहिँ 30-40 जना 40 जना बिलो 40 छ कर्मचारी। अब त्यतिले नेपालभरिका र विदेशमै गएका बालबालिकाहरूलाई पनि सम्बोधन गर्न त धेरै गाह्रो छ। बालबालिकामा हिंसा दुर्व्यवहार हुन नदिन चाहिँ तपाईँ हाम्रो भूमिका के हुनुपर्छ? हामीले चाहिँ के भन्न पर्यो भने अब जति जे कुरा गरे पनि सबैभन्दा पहिले बालबालिकालाई कुन दिशामा डोर्याउने, कसरी लैजाने भन्ने कुरा घर परिवार र समाजबाट त्यो चाहिँ सृजना हुनुपर्छ जस्तो मलाई लाग्छ। किनभने म पनि 20-22 वर्षसम्म बालबालिकासँग नै बसेर म टिचिङ प्रोफेसनबाट कस्ता हुन्छन् बालबालिकाका नेचर, उनीहरूलाई के कुराले चाहिँ खुसी बनाउन सकिन्छ, के कुराले कन्ट्रोल गर्न पर्ने हुन्छ भन्ने कुरा चाहिँ अभिभावकले बुझ्न जरुरी छ। र त्यस्तै गरेर समाज, हाम्रो सोसाइटी अलिकति पृथक छ, त्यसले पनि अब त अलिकति पनि बुझ्न थालिसकेको आभास भइरहेछ मलाई पनि। र सरकारवाला र सेवा जहाँ दिन्छन् नि सेवा प्रदायक संस्था, ती सम्पूर्ण संस्थाहरू चाहिँ असाध्यै बालमैत्री हुन पर्यो के। परिवारमै बालबालिकालाई उचित वातावरण दिनु पर्यो, बालबालिकालाई त्यही माया पाउन पर्यो, संरक्षणको प्रबन्ध पनि गर्न पर्यो के। र बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सबैले जिम्मेवारी वहन गर्नुपर्छ जस्तो मलाई लाग्छ। र बाल अधिकार संरक्षण, हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धी विद्यमान कानुन अवस्था र हिंसा दुर्व्यवहारको असरबारे चेतना पनि जिन्नुपर्ने आवश्यकता छ। अब कानुनी उपचारमा पहुँचको सुनिश्चितता गरिनुपर्छ के। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी ढकाल। कार्यक्रम न्याय चौतारीमा हामीसँग कुराकानी गर्दै बालबालिका सम्बन्धी बनेका अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र नेपाल पनि हो। बालबालिकाको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्नका लागि राज्यको प्रतिबद्धता छँदैछ। त्यो सँगै बालबालिका सम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन र सचेतना अभिवृद्धि आजको आवश्यकता हो। यही कुराकानीलाई जोड्दै हामीले बालबालिकामा हुने हिंसा, कानुनी उपचार, न्याय प्रक्रियाका बारेमा अधिवक्ता विष्णु बस्यालसँग कुराकानी गरेका छौं। सुनौ सहकर्मी इच्छा गुरुङले अधिवक्ता बस्यालसँग गर्नुभएको कुराकानी। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद हजुर। बालबालिकामाथि हुने गरेको हिंसा भन्नाले सामान्यतया हामी कसरी बुझ्ने? यो नेपालको कानुन अनुसार चाहिँ बालबालिका भनेको को हो भन्दाखेरि 18 वर्ष उमेर पुगेका बालबालिकालाई हामी बालबालिकाको रूपमा परिभाषित गर्छौँ हैन। र नेपालको कन्टेक्स्टमा हेर्दाखेरि हामीले बालबालिकामाथि हुने हिंसा भनेर दुईवटा कुरालाई हेर्नु पर्यो। एउटा हामी देवानी दायित्वभित्र भेदभावहरू जसलाई हामीले हिंसाकै स्वरूपमा मान्छौँ हैन। त्यस्तै गरी अर्को फौजदारी दायित्वभित्र हुने हिंसा जो चाहिँ राज्यले नै अपराध मानेको छ, त्यो हिंसालाई चाहिँ हेर्छौँ है। अब बालबालिकाभित्र हुने हिंसा भन्नाले शारीरिक, मानसिक हैन, उहाँको संरक्षणभित्र हुने हिंसाहरू सबैलाई चाहिँ हामीले आर्थिक, सामाजिक अथवा जबरजस्तीकरणका मुद्दाहरू छन्, बाल यौन दुर्व्यवहारका कुराहरू छन्, बाल यौन अपराधका कुराहरू छन्, ती सबै कुराहरूलाई चाहिँ हामी हिंसाको रूपमा चाहिँ लिन्छौँ। र नेपालको सन्दर्भमा हेर्ने हो भने चाहिँ भेदभाव भनेको जस्तो परिवारभित्र हुने भेदभाव, छोराछोरी बिचमा हुने भेदभाव, बच्चालाई नाम र राष्ट्रियता दिने कुरामा भेदभाव हैन, बालबालिकाभित्र परिवारभित्र निर्वाह गर्नुपर्ने दायित्व नगरेको हिंसालाई हामीले चाहिँ देवानी दायित्व अन्तर्गत राख्छौँ। त्यो भित्र बच्चालाई खाना लाउन नदिने, घरबाट निकाला गर्ने, बच्चाको पहिचान, बच्चाको राष्ट्रियताको लागि नबनाइदिने, जन्म दर्ता नगरिदिने, ती पनि भेदभावका एउटा हिंसाभित्र पर्छ। अर्को भनेको शारीरिक हिंसा भनेको बालबालिकामाथि हो भने कुटपिटका हिंसाहरू जो यातना दिएर गरिएको हुन्छ। त्यस्तै अर्को हिंसाभित्र जबरजस्तीकरणका घटनाहरू, हार्नादाकरणीभित्रका हिंसालाई चाहिँ हामीले बालबालिकाभित्र हुने हिंसाको रूपमा चाहिँ हेर्छौँ। बालबालिकामाथि हुने हिंसा त्यस्तो अवस्थामा चाहिँ कानुनी उपचार हामीले कसरी लिने? सबैभन्दा पहिले हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो नेपालको संविधानको धारा 39मा नै बालबालिकाको हकको कुराहरू गरेका छौँ र त्यो भित्र हामीले बालबालिकालाई कुनै पनि प्रकारको हिंसा गर्न पाइँदैन, बाल बिहा अथवा अपहरण गर्न पाइँदैन, बालबालिकालाई बेचबिखन गर्न पाइँदैन। यो कार्य चाहिँ दण्डनीय हुन्छ, क्षतिपूर्ति हुन्छ भनेर भनेको छ हैन। त्यस्तै नेपालले चाहिँ CRC कन्भेन्सन जुन भनेको बालबालिका सम्बन्धी महासन्धि, त्यो महासन्धिको कोर भ्यालु चाहिँ के भन्दाखेरि कुनै पनि बच्चालाई चाहिँ राइट टु लाइफ कुराहरू हरण गर्न सकिँदैन। बाँच्न पाउने अधिकार सबैमा रहन्छ र राज्य होस् अथवा परिवार होस्,
राज्यका कुनै पनि निकायहरूले सर्वोत्तम हित बच्चाको बेस्ट इन्ट्रेस्ट अफ द चाइल्डलाई हेर्नुपर्छ, बच्चालाई संरक्षण गर्नुपर्छ। बच्चाभित्र अपाङ्गता भएका बच्चाहरू पनि छन्, बच्चाभित्र जोखिममा परेका बालबालिका पनि छन्, बच्चाभित्र बाबुआमा नभएका बच्चाहरू पनि छन्, तिनीहरूलाई चाहिँ विशेष संरक्षण गर्नुपर्छ भन्ने कुराहरू चाहिँ छ। अहिले हाम्रो नेपाली समाजमा हेर्ने हो भने चाहिँ अब राज्यले जस्तो बाल बिहा, बालबालिकामाथि हुने बाल बिहालाई पनि अपराधको रूपमा हेरेको छ। त्यस्तै गरी बालबालिकामाथि हुने हिंसा भनेको जबरजस्तीकरणीलाई होइन, त्यस्तै परिवारभित्रका सदस्यले पनि बाल यौन शोषण गर्ने, बाल विवेचनमा परेका होइन तपाईँको अन्य बालबालिकाहरूलाई प्रयोग गर्ने कुराहरू चाहिँ ती सबै कुरालाई चाहिँ कानुनी रूपमा व्यवस्था छ। अब नेपालको सन्दर्भमा हेर्ने हो भने बालबालिका सम्बन्धी कानुनहरू हामीसँग प्रशस्तै छ। जस्तो संविधानमा कुराहरू भयो, बालबालिका सम्बन्धी ऐन छुट्टै 2075 हामीसँग छ। अब ती सबै कानुनहरूमा को रूपमा हामीले हेर्दाखेरि चाहिँ राज्यले प्रोटेक्सन गर्ने कुरामा गरेको छ होइन। प्रत्येक निकायहरूलाई उत्तरदायित्व पनि बनाएको छ। तर त्यति गर्दै पनि कानुन छ, संविधान छ होइन। हाम्रा बालबालिका चाहिँ सर्वोत्तम हितलाई हेर्नुपर्छ भनी रहँदा पनि बालबालिकामाथि हिंसाका घटनाहरू चाहिँ घटेका छैनन् होइन। अहिले नेपालको कन्टेक्स्टमा हेर्नुहुन्छ भने त्यो बालबालिकामाथि हुने हिंसाको कुरामा जबरजस्तीकरणीको कुरा भयो होइन, अरू परिवारभित्रबाट हुने हिंसाहरू। अब अहिलेकै आन्दोलनको कुरा गर्ने हो भने बालबालिकालाई गोली चलाइएको छ होइन। यी सबै कतिपय कुराहरू परिवारबाट भएको छ, कतिपय समाजबाट भएको छ, कतिपय कन्डिसनमा चाहिँ राज्यबाट पनि बालबालिकामाथि चाहिँ हिंसा हुने गरेको छ। अब कार्यान्वयनको अवस्थालाई नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ प्रोटेक्सन गर्नुपर्छ भनिएको छ। तर कार्यान्वयनको कुरामा जाँदाखेरि अहिले पनि हाम्रा कतिपय कुराहरू हामीले गर्न सकिरहेको छैन। अब कार्यान्वयनका कुराहरूमा ढिलाइ भएको छ। बालबालिकामाथि अपराध गर्ने व्यक्तिहरूलाई हामीले समाउन सकेका छैनौँ होइन। अब त्यो जबरजस्तीकरणीको मुद्दाहरूको हामी कुरा गर्छौँ। क्षतिपूर्तिको कुरामा हामी ढिलाइ भएको छ। अदालतमा मुद्दा चलिसकेर फैसला हुँदाखेरि पनि क्षतिपूर्तिको कुराहरूमा चाहिँ हामी संवेदनशील हुन चाहिँ सकेका छैनौँ। कानुनी रूपमा कहीँ पनि हामीले अप्ठ्यारो छ भन्ने कुरा चाहिँ छैन। कानुनले क्षतिपूर्ति पनि पाउँछौँ, दण्डनीय दिनु पनि पर्छ भनिएको छ। तर मुद्दा चलिरहँदाखेरि परिवारमा थ्रेट आउने, परिवारभित्रका सदस्यहरूलाई गाह्रो बनाइदिने त्यस्ता अवस्थाहरू चाहिँ अहिले पनि विद्यमान चाहिँ रहेको छ। अब यस्तो अवस्थामा बालबालिका सम्बन्धी ऐन र कानुनमा के छ? बालबालिका सम्बन्धी ऐनलाई मैले भने हजुरलाई, महासन्धि CRC कन्भेन्सनले बालबालिकाको सर्वोत्तम हितलाई हेर्नुपर्छ, बालबालिकालाई संरक्षण गर्नुपर्छ र यदि परिवार छ भने परिवारले संरक्षण गर्नु पर्यो र यदि परिवारका सदस्य कोही छैन भने राज्य संरक्षक हो भन्ने त व्यवस्था हाम्रो संविधानमा पनि छ, कानुनमा पनि छ। बालबालिका तमाम शिक्षा, स्वास्थ्य सबै कुराहरूमा परिवारभित्र र बाहिरका कुराहरूमा पनि सोसाइटी सबैले बालबालिकाको संरक्षण गर्नुपर्छ, बालबच्चालाई बचावट गर्नुपर्छ भनेको छ। र बालबालिका उप हुने हिंसालाई रोकथाम गर्नका लागि थुप्रै संयन्त्रहरू छ। हामीसँग बालबालिका मन्त्रालय छ, बालबालिका सेवा केन्द्रहरू छ, प्रधिकार्यमा हामीले हेर्नुहुन्छ भने बालबालिकाको राष्ट्रिय परिषद छ। सबै कुराहरू छ हामीसँग, संरचना रूपले पनि हामी स्ट्रङ छौँ होइन। तर जब कार्यान्वयनको स्थिति आउँछ त्यहाँनिर चाहिँ हाम्रा प्रक्रियागत झन्झटिलाले गर्दाखेरि चाहिँ बाल अधिकार भए तापनि त्यसको उपभोग गर्न चाहिँ स्वतन्त्र रूपले पाएको अवस्था चाहिँ छैन। अब सम्बोधनहरू कसरी भइरहेछ, उजुरीहरू कतिको पर्ने गर्छन्, के छ? अब यस्तो छ, अब तपाईँलाई मैले सुरुबाट भन्दाखेरि जस्तो बाल बिहाकै कुराबाट गर्ने हो भने बाल बिहालाई राज्यले अपराध मानेको छ। किनभने 20 वर्ष पुगेपछि मात्रै बिहा गर्नुपर्छ भन्ने छ। अहिले तपाईँले बालबालिकाको अवस्था हेर्नुहुन्छ भने बाल बिहा चाहिँ हरेक कुनै पनि जात समुदायमा मात्रै यो छैन कि बाल बिहा हुने गरेको चाहिँ तथ्याङ्कले पनि देखाउँछ। बाल बिहाका उजुरीहरू आउँदैनन् होइन। राज्यले अपराध भनेको छ 3 वर्षदेखि 30,000 रुपियाँसम्मको जरिवाना हुन्छ यदि कसैले बाल बिहा गर्ने गराउने दुवैलाई सजायको कुरा गरेको छ। र आफैले सजाय भोग्ने भइसकेपछि यो मुद्दा चाहिँ बाल बिहाको रूपमा चाहिँ उजुरी हुन आउँदैन होइन। र यसमा कसरी उजुरी आउँछ भन्दाखेरि 18 वर्षभन्दा बाल बिहा भएको छ, त्यसमा चाहिँ सहमति भयो भने पनि बालिकासँग सम्बन्ध राख्दाखेरि चाहिँ रेप हुने करणी हुने कसुर भएको हुनाले हामी बाल बिहाका मुद्दालाई चाहिँ हामीले रेपमा परिणत गरिरहेका छौँ। अहिले बाल बिहामा हामी उजुरी गर्दैनौँ होइन। एउटा अवस्था त्यो छ।
त्यस्तै तपाईँको यो बाल यौन शोषण भनेको बालबालिकामाथि हुने दुर्व्यवहारहरू, यौन शोषणहरू, रेप भइ नसकेको अवस्था तर बच्चाकोलाई शारीरिक अङ्गहरू छुने, अन्य किसिमको हिंसाहरू गर्ने, जसलाई चाहिँ हामी बाल यौन शोषण भन्छौँ, ती घटनाहरू पनि हाम्रो समाजमा छन्। त्यसका पनि उजुरीहरू आउने गरेको छ होइन। र अब अदालतको तर्फबाट हामीले मुद्दा पढिसकेपछि बालबालिकाका मुद्दाहरूमा चाहिँ स्टेट अलिकति संवेदनशील छ। बालबालिकाको भनाइलाई नै प्रमुख तपाईँको प्रमाणको रूपमा लिएर सजाय पनि भएको अवस्थाहरू चाहिँ छ होइन। तर अब त्यसपछिको व्यवस्था के हो त भन्दाखेरि अब हामीले कम्पनसेसनको कुरा गर्दा अहिले हामीसँग अपराध पीडित संरक्षण ऐन पनि आएको छ। अब त्यहाँ हामीले हेर्दाखेरि अहिले तपाईँले सुप्रिम कोर्टको डिसिजन सबै ठाउँमा हेर्दाखेरि हामीले खालि मोनिटरी एस्पेक्ट भनेको पैसालाई मात्र क्षतिपूर्तिको रूपमा हेरेका छौँ। त्यो बालबालिकामाथि हुने असरको कुरामा, उसको शिक्षामा के असर पर्यो, उसको सामाजिक रूपमा उसलाई कति कुराको हानि भयो, पारिवारिक रूपमा उसका कति असरहरू गुमे भन्नेतिर चाहिँ न त हामी अदालत पुग्न सकेका छौँ, न त स्टेक होल्डर अरूहरूले त्यो विषयप्रति चाहिँ हामी गम्भीर भएका छौँ। त्यो बच्चालाई समाजमा फेरि पुनर्स्थापित गर्नुपर्ने हुन्छ। उसको सबै कुराहरूमा चाहिँ एउटा घटनाको कारणले गर्दा त्यो बच्चाको अरू विकासमा चाहिँ असर परिरहेको छ। त्योपट्टि चाहिँ हामी अहिले पनि जान सकिरहेको छैन। सबैभन्दा गम्भीर चुनौती नै हाम्रो लागि त्यही नै हो हैन। भनेपछि बालबालिकाको मानसिक अवस्था र पुनर्स्थापनाको कुरा पनि महत्त्वपूर्ण हुने आउँछ कानुनी उपचार सँगसँगै भन्ने कुरामा। एकदमै सँगसँगै, किनभने हामीले क्षतिपूर्तिको आधारहरू तोक्दाखेरि मनोसामाजिक परामर्शदेखि लिएर सबै कुराहरू चाहिँ गरेको छ हैन। एउटा बालबालिकाभित्र एउटा हिंसा पर्ने बित्तिकै अब कतिपय मुद्दाहरूमा अहिले हामीले देखिरहेका छौँ, थुप्रै मुद्दामा चाहिँ बालबालिकाले झुटा बोले हैन, अन्य अरू संस्थामा गएर संस्थाको प्रभावमा परेर मुद्दा चल्यो भनेर थुप्रै व्यक्तिहरूलाई छुटकारा दिएका उदाहरणहरू पनि हामीसँग तमाम छन् हैन। एउटा त्यो अबोध बालिकाले आफूमाथि भएको हिंसाको कुरा कसरी झुट बोलेर भन्न सक्छन् हैन। कसरी उसले आफूमाथि भएको घटनाको कुरालाई त कति ट्रमामा परेको हुन्छ, उसलाई कति मनो असर परेको हुन्छ। एउटा मुद्दामा के भन्ने भन्दाखेरि त्यो बच्चीलाई हिंसा भएको भए चाहिँ कसरी टिकटकमा आएर हाँसेर गीत गाउँछिन्, अनि कसरी स्कुलमा के अरे बाहिर आफूलाई छात्रवृत्ति चाहियो भनेर जान्छन् भनेपछि एउटा त्यो बालबालिकामा भएका करणी भयो भन्दैमा अथवा हिंसा भयो भन्दैमा ऊ हाँस्नै नहुने हैन, उसले चाहिँ झुट बोलेको, ऊ चाहिँ रमाइरहेको थियो, यस्तो आफूमाथि अपराध भएको कुरा चाहिँ उसले आएर त्यसरी रमाएर भनेको छ भन्ने कुरालाई पनि कतिपय मुद्दाहरूमा लिएको छ। अब त्यस्तो भन्दाखेरि त्यो बच्चा घटना घटिसकेपछि कति ट्रमामा हुन्छ त्यतातिर हाम्रो ध्यान गएको छैन हैन। उसलाई सुरुमा तपाईँले जस्तो भनौँ न अब कतिपय कुराहरू अहिले प्रहरी अनुसन्धान अधिकारीसँग साबिती गर्यो भन्नाले मलाई अपराध भएको भन्यो, तर अदालतमा आएर बयान गर्दाखेरि मलाई गरेको होइन, मैले त्यत्तिकै भनेको भनेर होस्टाइल हुने केसेसहरू चाहिँ बढी छ हैन। त्यो किन भइरहेको छ भन्दाखेरि एक त हाम्रो मेकानिजमहरूमा जुन प्रोपरली कानुनले भनेका मेकानिजमहरूमा हामी तदारुकको साथ काम गर्न सकेका छैनौँ हैन। जस्तो हामी यहाँ मुद्दालाई ढिलो गर्ने प्रवृत्ति, मुद्दा हटाउने प्रवृत्ति हैन। अब बालबालिका मुद्दाहरूलाई प्राथमिकतामा दिनुपर्छ भनिएको छ, तर पनि मुद्दा हटाउने प्रवृत्तिहरू कहिले अदालतबाटै विशेष थुनुवाका मुद्दाहरू अगाडि हुने, त्यो गर्दा यी मुद्दाहरू चाहिँ अलि ओझेलमा पर्ने त्यस्ता समस्याहरू चाहिँ अहिले पनि हामी कहाँ चाहिँ छ हैन। र अर्को कुरा त्यो बच्चालाई घटना भइसकेपछि त्यही समाजमा बसेर ऊ हुर्कन नसक्ने अवस्थाहरू हुनसक्छ, परिवारमा दबाव हुनसक्छ। यसै पनि अझ त्यसैमाथि पनि बालिकाभित्रका महिला बालबालिकाभित्र पनि बालिका महिलाहरूलाई चाहिँ असर परिएको छ। ती समग्र रूपलाई चाहिँ हामीले अहिले पनि अध्ययन गर्न चाहिँ सकिरहेको चाहिँ छैनौँ। धन्यवाद छ यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि। उहाँ हुनुहुन्थ्यो अधिवक्ता विष्णु बस्याल, हाम्रा सहकर्मी इच्छा गुरुङसँग कुराकानी गर्दै। अब भने कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 का बारेमा हामी जानकारी दिँदैछौँ। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी सम्झना पन्त। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 अन्तर्गत यौनजन्य दुर्व्यवहारका सम्बन्धमा केही जानकारी दिँदैछौँ। यौनजन्य दुर्व्यवहार गरेको मानिने कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरूपयोग गरी कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै पनि कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देखाएका कुनै कार्य गरे वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको मानिनेछ। यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा
अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्र पत्रिका, श्रव्य, दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा। उपदफा 1 को खण्ड क, ख वा गमा जुनसुकै कुरा लेखिएको भए तापनि शैक्षिक, सूचनामूलक, अनुसन्धानमूलक, उपचार वा बचाउको सिलसिलामा गरिएको कुनै पनि काम कारबाहीलाई यौनजन्य दुर्व्यवहार गरेको मानिने छैन। व्यवस्थापकको दायित्व। व्यवस्थापकले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार हुन नदिन वा निवारण गर्नको लागि देहाएका कार्यहरू गर्नुपर्नेछ। कर्मचारीको सेवा शर्त सम्बन्धी कानूनमा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आवश्यक व्यवस्था गर्ने, यौनजन्य दुर्व्यवहार हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने, यौनजन्य दुर्व्यवहार दोहोरिन नदिन आवश्यक सुधारात्मक उपायहरू अवलम्बन गर्ने, पीडितलाई आवश्यकता अनुसार मनोविमर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा गुनासो पेटिका राख्ने। व्यवस्थापकले यौनजन्य दुर्व्यवहार विरुद्ध उजुरी गर्ने अवधि, कार्यविधि तथा उजुरी सुन्ने अधिकारीको सम्बन्धमा पीडितलाई स्पष्ट रूपमा जानकारी गराउनु पर्नेछ। उजुरी दिन सक्ने। दफा 6 मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा सोबाट पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकै त्यस्तो व्यक्ति उप यौनजन्य दुर्व्यवहार भए गरेको मितिले 90 दिनभित्र प्रमाणसहित उजुरी सुन्ने अधिकारी समक्ष उजुरी दिन सक्नेछ। कुनै व्यवस्थापकले दफा 6 बमोजिम गरेको गुनासो निर्धारित अवधिभित्र टुङ्गो नलगाएमा त्यस्तो अवधि समाप्त भएको मितिले र सो दफा बमोजिम व्यवस्थापकले गरेको निर्णय उप कुनै पक्षले चित्त नबुझाएमा त्यस्तो निर्णय भएको मितिले 70 दिनभित्र पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकै वा आरोपित व्यक्तिले उजुरी सुन्ने अधिकारी समक्ष उजुरी दिन सक्नेछ। कुनै व्यवस्थापकले एसएन बमोजिमको दायित्व वा अन्य व्यवस्था पालना नगरेमा वा दफा 9 मा 11 बमोजिम उजुरी सुन्ने अधिकारी वा निरीक्षण वा अनुगमन गराउने निकायले दिएको निर्देशनको पालना नगरेमा सरकारवाला व्यक्तिले उजुरी सुन्ने अधिकारी समक्ष उजुरी दिन सक्नेछ। सजाय हुने सम्बन्धमा कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेको ठहरेमा निजलाई कसुरको प्रकृति हेरी 6 महिनासम्म कैद वा 50,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। कुनै व्यवस्थापकले एसएन बमोजिमको दायित्व वा अन्य व्यवस्था पालना नगरेको ठहरेमा निजलाई 25,000 रुपैयाँसम्म जरिवाना हुनेछ। दफा 9 वा 11 बमोजिम उजुरी सुन्ने अधिकारी वा निरीक्षण वा अनुगमन गर्ने गराउने निकायले दिएको निर्देशन कुनै व्यवस्थापकले पालना नगरेमा निजलाई 25,000 रुपैयाँसम्म जरिवाना हुनेछ। यस दफा बमोजिम सजाय पाएको व्यक्तिले त्यस्तो सजाय हुने कार्य पुनः गरेमा निजलाई पटकै पछि दोब्बर सजाय हुनेछ। कसैले एसएन बमोजिम जानी जानी झुट्टा उजुरी दिएको ठहरेमा निजलाई 10,000 रुपैयाँसम्म जरिवाना हुनेछ। यस दफा बमोजिम कुनै पनि कर्मचारी वा व्यक्तिले सजाय पाएमा उजुरी सुन्ने अधिकारीले त्यसको जानकारी सम्बन्धित निकायलाई गराउनु पर्नेछ। क्षतिपूर्ति तथा रकम भराइ दिनुपर्ने सम्बन्धमा एसएन बमोजिम परेको उजुरी छानबिन गर्दा आरोपित व्यक्तिले यौनजन्य दुर्व्यवहार गरेको ठहरिएमा उजुरी सुन्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दफा 12 बमोजिम सजाय गरी निजबाट पीडितलाई देहाय बमोजिमको क्षतिपूर्ति वा रकम भराइ दिनुपर्नेछ। शारीरिक वा मानसिक रूपमा कुनै क्षति पुग्न गएको भए त्यस्तो क्षति बापत मनासिब माफिकको क्षतिपूर्ति, उजुरी गर्दा वा उजुरीको प्रतिरक्षा गर्दा लागेको वास्तविक खर्च। भर्खरै हामीले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 का बारेमा तपाईलाई जानकारी दियौं। यिनै जानकारी सँगसँगै हामी कार्यक्रम न्याय चौतारीको अन्त्यतिर आइसकेका छौं। आजका लागि यो प्रस्तुतिबाट म उर्वशी बस्नेत र म दीपक रियाल बिदा हुन्छौं। नमस्कार।
विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपीटीभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन